हो जस्तो चाहिँ मलाई चाहिँ किन लाग्दैन भनेदेखि हेर्नुहोस् यसमा के हुन्छ अहिले यो नयाँ छ यसमा त्यस्तो गहिराइमा गएर क्वेसन सोध्दैन सर्फेसली नै सोध्छ जस्तो लाग्छ त्यस हिसाबमा हेर्ने हो भनेदेखि हाम्रो कोशी प्रदेशको खण्ड सी छ होइन त यो खण्ड सीबाट है खण्ड सीको कुरा गर्ने हो भने खण्ड सीको कुरा गर्ने हो भने यसबाट चाहिँ कति सोध्छ भन्दाखेरि 2 × 10 भनेको 10वटा प्रश्न सोध्छ अरे 20 नम्बरको होइन यति सोध्छ भनेको छ यही भनेको छ होइन भएन भने भएन भन्नु है यही सोधेको छ र तपाईँको यो लेख्ने जुन माध्यम छ कतिलाई त थाहा छ कतिलाई थाहा छैन भने पनि मैले भनिदिन्छु जुन भाषाको प्रयोग गरिएको छ त्यही भाषामा लेख्नु भनेको छ अब्जेक्टिभको कुरा गर्दैछु अनि सब्जेक्टिभ चाहिँ के भनेको छ भनेदेखि तपाईँले नेपालीमा पनि लेख्न पाउनुभयो इङ्ग्लिसमा पनि लेख्न पाउनुभयो वा दुवैमा पनि लेख्न पाउनुभयो है नेपालीमा पनि लेख्न पाउनुभयो इङ्ग्लिसमा पनि लेख्न पाउनुभयो दुवैमा पनि लेख्न पाउनुभयो भन्नु तर यो अब्जेक्टिभको बारेमा कुरा गर्नु छ भनेदेखि तपाईँलाई नेपालीमा सोधेको छ भने अब म इङ्ग्लिसमा लेख्छु भन्न हुँदैन भन्ने कुरा गरेको छ है यसले भनेको तपाईँको टिक हान्ने हो हामीले त्यसमा फेरि एउटा कुरा के छ भनेदेखि तपाईँले एबिसिडी यसरी चाहिँ अप्सनमा हान्नु हुँदैन है फेरि यो चाहिँ नबिर्सेर पनि नहान्नु होला किन भन्दाखेरि यसले खोजेको क्यापिटल कि ए कि बी कि सी कि डी हुन्छ है सरी के डी हुन्छ है डीको कुरा हुन्छ डिएबिसिडी मध्ये कुनै एउटा हान्नु पर्यो तर तपाईँले यो हान्नु हो भनेदेखि तपाईँको यो पनि अमान्य हुन्छ है अमान्य हुन्छ किन अमान्य हुन्छ भन्दाखेरि एकपल्ट लोकसेवामा केसम्म भएको छ भनेदेखि एउटा मान्छेले सबै सी हानेछ है यसरी सी हानेछ हेर्नु है त्यो चाहिँ फेरि सेटिङमै हानेको रहेछ अनि उसलाई के थाहा भयो भनेदेखि अनि यो सी यसरी हानिसकेपछि यसलाई यस्तो गरेर बी बनाएछ होइन अनि यसलाई यसो गरेर डी बनाएछ अनि यसलाई यसो गरेर ए बनाएछ जुन पनि मिल्यो नि त होइन सी बनाएपछि अनि उसलाई त भनेको थियो पहिले अनि अर्को सी त सी भइगयो अनि नमिल्ने चिज के रहेछ त डी पनि हुने रहेछ बी पनि हुने रहेछ ए पनि हुने रहेछ कहाँ यहाँ केयरबेट छ छैन नि यसै गरी उसले सबै सिसिसी हालेछ त्यही भएर यो स्मल चाहिँ लेख्न नमिल्ने भनेर भन्नु ल अब हामीले सेक्सन सीको बारेमै कुरा गर्छौँ आज हामीले पहिलो युनिटमा के छ भनेदेखि संविधानकै बारेमा छ होइन संविधानकै बारेमा छ र संविधान पनि हामीले अस्ति अलिकति तयारी भनेको अलिकति थालनी गरेका थियौँ त्यो थालनी के का विषयमा थियो भन्दाखेरि यही संविधानको अस्ति नपढ्ने कोही हुनुहुन्छ संविधानको हो सर म भन्नुभएको छ अरू कोही हुनुहुन्छ सरोज कुमार यादवले म भन्नुभएको छ ल अब अब संविधानको बारेमा अस्ति नपढ्ने यति दुईजना मात्रै हो कि अरू पनि कोही हुनुहुन्छ अब कोशी प्रदेशको सेक्सन सीकै कुरामा हामीलाई के भनेको छ भनेदेखि नेपालको संविधान संविधान भाग 1 देखि 5सम्म भाग 13 देखि 22सम्म भन्यो है सम्म भन्यो अब यो भनेको चाहिँ तपाईँलाई यो किन दियो भन्दाखेरि यो 13 देखि 22सम्म किन दियो भन्नुहुन्छ भने यो एउटा प्रदेशसँग सम्बन्धित है प्रदेश अर्को स्थानीय तह र योभन्दा बाहेक प्रदेश र स्थानीय तह भन्दा बाहेक 21 र 22मा चाहिँ 21 र 22मा चाहिँ के दिरहेछ भन्दाखेरि एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्को महालेखा परिचय भनेर यसरी दिएको छ खासमा यो महालेखा परिचय किन पढ्नुपर्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन पढ्नुपर्छ भन्ने कुरा पनि पछि हेरौँला तर हामीले मोटामोटी नेपालको संविधानमा पढ्ने भाग 1 देखि 5सम्म र भाग 13 देखि 22सम्म है 13 देखि 22सम्म अब यो 13 देखि 22सम्ममा एउटा प्रदेशका कुरा अर्को स्थानीय तहका कुरा अर्को अख्तियारका कुरा र अर्को महालेखा परिचयका कुरा यति हो हामीले पढ्ने
संविधानमा हामीलाई त तोकेर नेपालको संविधान मात्रै भनेर दिएन साथी है। किन दिएन भन्दाखेरि उसले त ठ्याक्क के सोध्यो भनेदेखि यति यति भागबाट मात्रै हेर है भन्ने कुरा गर्यो। किन नेपालको संविधान मात्रै भनेको थियो भने हामीले के हेर्थ्यौँ भन्दाखेरि 35 भागै हेर्थ्यौँ, यो मात्रै होइन 35 भागै हेर्नु पर्थ्यो होइन, 308 धारै हेर्नु पर्थ्यो र 9वटा अनुसूचीकै कुरा हामीले हेर्थ्यौँ। तर यहाँ के दियो भन्दाखेरि भाग 1 देखि 5 सम्म मात्रै हेर्नु, त्यहाँबाट 13 देखि 22 सम्म हेर्नु भन्यो। त्यसको अर्थ हामीलाई सबै हेर्नु पर्दैन जस्तो कुरा गरे है यसले सिलेबस अनुसार। ल तर मैले यो कुनै नेपाल अधिराज्यको संविधान दुईचोटि लागू भयो हो, एउटा 15मा एउटा 47मा है, एउटा 15मा भएको थियो, एउटा 47मा भएको छ, 15 र 47। मैले त्यही भएर यो डेट सहित राखिदिएको छु। 15, 11, 1 भनेको फागुन 1 गते, अर्को पुस 1 गते, अर्को कार्तिक 13 गते, अर्को माघ 1 गते। हाम्रो 63 को त धेरैलाई थाहा छ पनि होला होइन। अनि अर्को 72 को त हजुर नेपालको अधिराज्यको संविधान 13 कि 23 होला। के भन्नुभयो फेरि भन्नुहोस् त। 2047 723 होला सर नि कि 13 हो? 723 हो, 13 हो, 723 हो, 723 छ, 13 होइन है, 23 हो। ल आजलाई मैले यति नै गरेँ। के छ, केही प्रतिक्रिया छ भने भन्नु होला, केही छ भने भन्नु होला, नत्र आजलाई क्लास यति नै गरौँ। भोलि पनि यही समयमा हाम्रो क्लास हुन्छ है, कन्टिन्यू हुन्छ है। अब क्लासको बारेमा केही प्रतिक्रिया दिनुहोस् ल, कस्तो लागेको छ क्लास? सर साँझको किन ठिक छ सर, साँझको एकदमै चाहिँ ठिक छ। त्यहाँ एउटा क्वेसन पठाइदिएको छ, हेरिदिनुहोस्। कहाँ पठाइदिनु भयो? तपाईँको यसो बाङ्गो टिङ्गो भएर आएको थियो जस्तो लाग्यो। के पैसा पठाउनु भएको छ? तपाईँको बाङ्गो भएर आएको छ, कसरी बाङ्गो भयो? पढेर सुनाउनु न ल, तपाईँले पढ्नु त। यहाँ मेरोमा त एकदमै ब्लौरो आएको छ, एकदम धमिलो आएको छ है। नेपालको संविधान बमोजिम संघीय संसदमा पहिलो हुने निर्वाचित हुने के हो यो? निर्वाचनमा प्रणाली बमोजिम निर्वाचित हुने जम्मा सदस्य संख्या कति कायम गरिएको छ अरे सर? के भयो भनेपछि नेपालको फेरि फेरि भन्नु त एकपल्ट। नेपालको संविधान बमोजिम संघीय संसदमा पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित जम्मा सदस्य संख्या कति कायम गरिएको छ अरे? 110, 165, 175, 275। पहिलो हुने त भनेको जम्मा 275 हो होइन, यस्तो छ। यो जम्मा भनेको तपाईँले यति हेर्नु न, यो त्यस्तो क्वेसनै होइन। यो कुन चाहिँ कसले बनाएको यो क्वेसनै खासै गतिलो छैन। तर पनि के हो भन्दाखेरि जम्मा हाम्रो प्रत्यक्षबाट के हुन्छ भन्दाखेरि 165 जना हुन्छ, समानुपातिक 110 समानुपातिकबाट 110 जना हुन्छ जम्मा। जम्मा भनेको 275 हो। अब एउटा कुरा तपाईँहरूले के बिर्सिनु हुँदैन यसमा भनेदेखि, यो नेपालमा निर्वाचन प्रणाली भनेको 165वटा छन् निर्वाचन क्षेत्र भन्ने कुरा। त्यो निर्वाचन क्षेत्र है, निर्वाचन क्षेत्र चाहिँ कतिवटा छन् अरे? 165वटा छन्। त्यो 165वटाबाट पहिलो हुने व्यक्तिहरू चाहिँ चुनेर जान्छन्, त्यही भन्न खोजेको। यसको एन्सर सही भनेको यही थियो। यो समानुपातिक भनेको। अनि अब अर्को निर्वाचन क्षेत्र भनेको 165वटा छन्। यो के का आधारमा थियो भन्नुहुन्छ भनेदेखि, पहिला यो बनाउँदाखेरि भूगोल र जनसङ्ख्या भनौँ होइन, तर पछि संशोधन गरेर जनसङ्ख्या र भूगोल भनौँ। किन यस्तो भयो भन्दाखेरि तपाईँहरूलाई यो पनि म बुझाउँछु। यो किन यस्तो भयो अथवा यस्तो बनाइयो भन्दाखेरि, जनसङ्ख्या र भूगोल किन बनाइयो भन्दा, पहिला भूगोल र जनसङ्ख्या बनाइयो। भूगोलको हिसाबले हेर्ने हो भने त सबैभन्दा बढी त डोल्पा जिल्लाबाट आउनुभयो क्या प्रतिनिधिहरू, डोल्पा होइन। यो भूगोल भन्ने बित्तिकै क्षेत्रफलसँग सम्बन्धित हो। अब डोल्पा जिल्लाको क्षेत्रफल भनेको 7,889। अनि अब काठमाडौँको भनेको 395 वर्ग किलोमिटर। अब यो वर्ग किलोमिटर 395 वर्ग किलोमिटर काठमाडौँको, डोल्पा जिल्लाको 7,889 वर्ग किलोमिटर। अनि भूगोलको आधारमा हेर्ने भनेदेखि यहाँबाट चाहिँ 10 जना आउने भयो, यहाँबाट चाहिँ 1 जना आउने भयो। अब यसरी हुँदैन भनेर संशोधन गरिएको। संशोधन गरेर के गर्ने भन्दाखेरि अगाडि जनसङ्ख्या अनि भूगोल लाग्छ। पहिलो प्राथमिकता जनसङ्ख्यालाई दिने, जहाँ जनसङ्ख्या धेर छन् त्यही आधारमा चाहिँ के गर्ने भन्दाखेरि यो प्रतिनिधि भनेको
यो निर्वाचन क्षेत्र निर्धारण गर्ने भनेर काठमाडौँमा 10 क्षेत्र, काठमाडौँमा जनसङ्ख्याको आधारमा 10वटा निर्वाचन क्षेत्र छ भने डोल्पा जिल्लामा के गर्यो भन्दाखेरि एउटा, डोल्पामा एउटा गर्यो। यही नमिलेको कारणले संशोधन, पहिलो संशोधन यो कारणले पनि भएको थियो है, यो कारणले भएको थियो। संशोधन किन भयो भन्दाखेरि संशोधन हुनुको कारण के थियो भन्दाखेरि निर्वाचन क्षेत्र पहिला भूगोल र जनसङ्ख्याको आधारमा बनेको थियो, पछि संशोधन गरेर जनसङ्ख्या र भूगोल बनायो। त्यही भएर डोल्पा जिल्लामा पहिला चाहिँ 10वटा निर्वाचन क्षेत्र हुन्थ्यो भने पछि जनसङ्ख्या र भूगोल बनाएपछि डोल्पामा 1, काठमाडौँमा 10वटा निर्वाचन क्षेत्र त्यसरी निर्धारण गरिएको। अब यो निर्वाचन क्षेत्रको बारेमा पनि भोलि तपाईँहरूलाई भन्ने नै छु है त। ल आजलाई यति नै गरेँ है त। केही छ भने भन्नु होला, अझै छ भने पनि भन्नु होला।